आज नेपाली राजनीतिमा चाहिँ चोर डाकाहरू पनि नेता भएका छन्। हामीले नेता भएको देखिरहेका छौँ। तर एउटा कुरा हामीले बुझ्नुपर्छ, सबै नेताहरू चोर डाका छैनन्। तर केही नेताहरू भ्रष्टाचार पनि भएका छन्, भ्रष्टाचारीहरू पनि छन्। तर सबै नेताहरू भ्रष्टाचारी छैनन् है। यो कुरा हामीले बुझ्नुपर्ने मुख्य कुरा छ। एकदम इम्पोर्टेन्ट कुरा तपाईँहरूलाई म भन्दैछु, किनकि राजनीति आज गालीले भरेको छ। त्यसैले गर्दाखेरि यो कुरा आज म तपाईँलाई भन्नु गइरहेको छु। आज केही व्यक्तिहरू चाहिँ राजनीतिलाई पेसा ठानेर राजनीतिमा चाहिँ लुट्नुकै लागि राजनीतिमा उनीहरू लागेका छन्। तर एउटा कुरा हामीले फेरि बुझ्नुपर्छ पोजिटिभ पक्ष भने सबै मान्छे लुटेर पनि छैनन् है। हामीले एकदम इम्पोर्टेन्टली बुझ्नुपर्ने कुरा, एमाले काङ्ग्रेस जस्तो पार्टीमा चाहिँ दुई चारजना मान्छे, दुई चारजना नेताहरू चाहिँ कोही भ्रष्टाचार भएका छन्, कोही डाका छन्, कोही चोर छन्। तर त्यहाँभित्र रहेको लाखौँ इमान्दार कार्यकर्ताहरू पनि छन्। त्यो कुरा तपाईँहरूले बुझ्नुपर्छ। र तपाईँहरूले त्यहाँभित्र रहेको लाखौँ कार्यकर्ताहरूलाई देशलाई विकास गर्नुपर्छ भन्ने उनीहरूसँग जोस जाँगरहरू छ। तपाईँले यो कुरा बुझ्नुहोस्। र एकमुष्ट रूपमा, त्यसैले तपाईँले एकमुष्ट रूपमा काङ्ग्रेस एमालेको नेता कार्यकर्तालाई चाहिँ एकमुष्ट रूपमा तपाईँले भ्रष्टाचार भन्ने अधिकार छैन। यदि तपाईँले भ्रष्टाचार एकमुष्ट रूपमा भन्दै हुनुहुन्छ भने आजकै मितिदेखि त्यो बोल्ती तपाईँहरूले बन्द गर्नुहोस्। यो गालीको राजनीति होइन। आज गालीको राजनीति होइन, विचारको प्रतिस्पर्धा गरौँ। हो, काङ्ग्रेस एमाले भित्र केही नेताहरू चोर भए, केही नेताहरू ठग भए, केही नेताहरू भ्रष्टाचार छन्। तर सबै नेता कार्यकर्ताहरू चाहिँ ठग भ्रष्टाचार चोर छैनन् भन्ने कुरा तपाईँहरूले बुझ्नुपर्छ। किनकि आज त्यहाँ लाखौँ इमान्दार कार्यकर्ता भएकै कारणले आज काङ्ग्रेस एमाले आज तपाईँ हाम्रो बिचमा छ। यो कुरा हामी समग्र राजनीति गर्ने मान्छेले बुझ्नुपर्छ। एकमुष्ट रूपमा जो व्यक्ति चोर छ त्यो व्यक्तिलाई चोर भनौँ, जो व्यक्ति डाका